हेलो एभ्रिवान, साथीहरू सबैलाई गुड मर्निङ, नमस्ते अनि शुभ प्रभात। आजको यो सुन्दर बिहानीमा अनि म पनि अहिले उठेर सकुशल उठेर ड्युटी जाँदैछु। यहाँ हेर्नुहोस्, ड्युटी गइरहेको छौँ। यता माथिल्लोपट्टि रोडहरू छन्, त्यता तल्लोपट्टि केही जङ्गलहरू छ है। र उता हो यो मेरो ड्युटीको ठाउँ चाहिँ। र अगाडिपट्टि चाहिँ मेरो साथीहरू जाँदै हुनुहुन्छ। अनि आजको ड्युटी चाहिँ हाम्रो उयो हो, साबिक सधैँ चाहिँ हाम्रो ड्युटी आज चल्नेछ। र हाम्रो ड्युटी चाहिँ सदा चाहिँ नै चलिरहनेछ। र आजको ड्युटीमा हामी लागिरहेको छौँ। अनि जिन्दगी चाहिँ दुःख सुखको एउटा साथी रहेछ। तर हाम्रो यो जीवन चल्ने प्रयासमा कतिपय कुरा चाहिँ हामीले नजानेर हाम्रो जिन्दगी चाहिँ धेरै लाज र शर्ममा परेर अथवा सबैले चाहिँ हुन्छ भन्ने हुन्छ नि, अनि हुन्छ भनेर चाहिँ हामीले आफ्नो जिन्दगीलाई चाहिँ अलिकति असहज बनाइरहेको हुन्छौँ होइन। राम्रो कुरामा त ठिकै छ, तर नराम्रो कुराहरू कति हुन्छ नि, त्यसमा चाहिँ हामीले नो हुँदैन यस्तो भन्ने कुरा हामी चाहिँ सक्यौँ भने हाम्रो जिन्दगी चाहिँ एकदम परिवारको निम्ति, समाजको निम्ति र देशको निम्ति र आफ्नो निम्ति होइन अत्यन्तै राम्रो हुने रहेछ। यो सुन्दर बिहानीमा यो सुन्दर अनुभव तपाईँहरू माझमा म प्रस्तुत गर्दैछु। र साँच्ची नै मान्छेले चाहिँ र हुन्छलाई हुन्छ राम्रो कुरालाई र नराम्रो कुरालाई हुँदैन भन्नु नसक्दाखेरि मान्छेको जिन्दगीहरू बर्बाद भएको छ। बर्बाद आफ्नो परिवारबाट मान्छेहरू हुँदैन भन्नु नसक्दाखेरि होइन अरूले छुट्याएर लगेका छन्। अनि कतिपय कुराहरू होइन गर्नु नहुने कुराहरू चाहिँ हुँदैन भनेर चाहिँ हुन्छ भन्दा अरूलाई चाहिँ चित्त बुझाउने हुँदाखेरि होइन धेरै कुराहरू चाहिँ बिग्रेर बसिरहेका छन्। त्यसैले यो बिहानीमा म के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरूलाई होइन हुँदैन भन्नु सक्नुहोस्। तपाईँहरू हामी हुँदैन भन्न सकौँ है। जति पनि नकारात्मक कुराहरू छ नि हामीलाई त्यो हाम्रो मनैदेखि होइन अरू कसैले नभए पनि आफ्नो मनबाट हुँदैन भन्ने कुरा चाहिँ हामीले भन्न सकौँ, मनमा लिन सकौँ। र जुन चाहिँ असल कुरा छ त्यसलाई सधैँ हुन्छ गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले सोच्न सकौँ है। अनि यो सुन्दर बिहानीमा तपाईँहरूसँग यही सन्देश बाँड्न चाहन्छु। र आज धेरै मानिसहरू तहस नहस हुनुको कारण पनि हुँदैन भन्ने कुरालाई चाहिँ हुन्छ भनिदिएर अथवा शर्ममा अर्काको फाइदाको लागि अथवा अरूको चित्त दुख्छ कि भनेर चाहिँ हुन्छ भनेर आफूलाई स्वीकार्ने होइन, त्यो स्वीकार्नु नहुने कुरालाई पनि स्वीकारेको कारणले मान्छेहरूको घरहरू उजाड भएका छन्, मान्छेहरूको परिवारहरू उजाड भएका छन्, मान्छेको शरीर, मान्छेको जीवन, मान्छेको हरेक क्रियाकलापहरू चाहिँ तहस नहस भएको छ है। हुन्छ भन्ने हुँदैनलाई चाहिँ जुन चाहिँ नकारात्मक कुराहरू छ, जुन चाहिँ स्वीकार्नु नहुने कुरा छ है, त्यसलाई चाहिँ हुन्छ भनेर चाहिँ है। त्यसैले तपाईँहरू मेरो जीवनमा असल कुरा जे छ है त्यसलाई मात्रै हामीले हुन्छ, र जुन चाहिँ नकारात्मक कुरा छ आफ्नो परिवार, आफ्नो शरीरलाई, आफ्नो अनि सबै आफ्नो व्यक्तिगत कुराहरूलाई र आफ्नो सुन्दर परिवार, आफ्नो सुन्दर संसारलाई तहस नहस बनाउने कुराहरू जति हुन्छ नि साथीहरू, त्यस्तोहरू चाहिँ हामीले कहिल्यै पनि हुन्छ भन्ने कुरा नगरौँ। यदि हामीले त्यस्तोलाई हुन्छ भन्यौँ भने त्यो नराम्रो कुराले प्रशय पाउनेछ। अनि त्यो नराम्रो कुराको कारणले चाहिँ होइन हाम्रो जीवन तहस नहस हुनेछ, हाम्रो परिवार तहस नहस हुनेछ, हाम्रो सोच विचारहरू तहस नहस हुनेछ, हाम्रो भविष्य तहस नहस हुनेछ है। त्यसैले खेर जति पनि हुँदैन भन्ने कुरा चाहिँ हामीले हुँदैन भन्न सक्नुपर्छ। यदि सानो सानो उदाहरणहरू म दिन चाहन्छु तपाईँहरूलाई। अनि एउटा यहाँ पुल तर्दैछौँ हामी, र यो पुल चाहिँ भत्किएको छ अथवा भत्किँदैछ भने होइन यो पुल चाहिँ अब पार जानुपर्ने हो नि त, तर हामी तर्नुपर्ने छ। यहाँ अगाडि साथीसँग म जाँदैछु, यहाँनिर गाडी चलिरहेछ, यहाँ तल चाहिँ एउटा नदी छ, अँध्यारोमा पानी देख्नुहुन्न है। अनि अब यो चाहिँ पुल चाहिँ भत्किसकेको छ, अब यहाँदेखि तर जानु छ। तर यहाँनिर यो बेलामा चाहिँ यहाँदेखि गयो भने म चाहिँ नदीमा पस्छु, मर्छु है, जानु छ, तर म रोकिनुपर्छ भन्ने कुरा चाहिँ मैले सोच्नुपर्छ। त्यस्तै सानो एउटा टिप्स चाहिँ। अनि हामी यदि रोक्यौँ भने यहाँबाट हामी जाने ठाउँ छैन, यहाँ जानु हुँदैन। अनि हामी रोक्यौँ भने चाहिँ के हुन्छ त, यहाँबाट हामी जाँदैनौँ र हामी पानीमा खसेर मर्दैनौँ। र हामीले यतिखेर चाहिँ ठिक्क होइन यहाँबाट म छिर्नु हुँदैन, म अर्कै बाटो घुमेर जानुपर्छ होइन। अथवा यहाँ चाहिँ अरू केही यो तर्नुको निम्ति केही होइन यहाँनिर चाहिँ तर्ने ठाउँहरू नभएसम्म चाहिँ यहाँबाट म जानु हुँदैन भनेर चाहिँ आफूले सोच्नु पऱ्यो। अनि त्यस्तै एउटा ठुलो आगो बलिरहेको ठाउँमा चाहिँ होइन
आफूले हुँदैन भन्नुपर्ने ठाउँमा चाहिँ त्यहाँनिर आफ्नो मनलाई अथवा त्यहाँ कसैको प्रलोभनमा अथवा कसैको कुरा सुनेर होइन एउटा आफूले नसोचिकन आफूले आफूलाई जज नगरिकन है त्यहाँनिर हामफाल भन्यो भने त्यहाँनिर हामफाल्नु हुँदैन। यदि त्यहाँ हामफाल्यो भने त्यो आगो छ, त्यो आगोमा त आफू डढ्छौँ होइन। अनि हामी डढेपछि चाहिँ के हुन्छ त आफ्नो न परिवार न छोराछोरी अथवा आफ्नो भिजन आफ्नो लाइफ चाहिँ बर्बाद भएन, सक्यो त मरियो त होइन, अथवा घाउचोट लाग्छ आगोले पोल्छ है। त्यस्तै हाम्रो जिन्दगीमा पनि निर्णय गर्ने कुराहरू कतिपय बोल्ने कुराहरूमा, कतिपय खाने कुराहरूमा, कतिपय साथीहरूसँग होइन रहने कुरामा, कतिपय अहिलेको यो दुष्ट संसारमा है हामी मान्छेहरू चाहिँ सजग भइएन भने हाम्रो परिवार, हाम्रो जीवन, हाम्रो सबै कुराहरू चाहिँ व्यवहारहरू चाहिँ सबै होइन हुँदैन भन्नु नसकेको कारणले नै खराब मान्छेहरूको चरित्रबाट, खराब नियतहरूबाट, खराब परिस्थितिहरूबाट, खराब कन्डिसनलाई चाहिँ हामीले नचिनेर चाहिँ हुँदैन भन्ने कुरा चाहिँ हामीले नगर्दाखेरि हामी बर्बाद भएका हुन्छौँ र हुन सक्छौँ। र यस्तो हुनबाट यो सुन्दर बिहानी म के सन्देश दिन चाहन्छु भने हामी चाहिँ यो सुन्दर बिहानीमा यस्तो खतरनाक कुराहरूबाट, यस्तो खराब कुराहरूबाट चाहिँ सदा बच्न सकौँ र हुँदैन भन्ने कुरालाई हामीले बेलैमा हुँदैन भनेर हामीले भन्न सकौँ र जुन चाहिँ कुराले हामीलाई हाम्रो भविष्य, आशा र जीवन दिने गर्छ र हाम्रो परिवार एकसाथ राख्ने र जोड्ने गर्छ र जुन चाहिँ क्षणिक आनन्द, क्षणिक मजा, क्षणिक लोभ लालचमा परेर होइन तर त्यसले चाहिँ लङ लास्टिङ अनि आफ्नो फ्युचर बनाउँछ। जुन फ्युचरको लागि चाहिँ हामीले हुँदैन भन्नुपर्ने कुरालाई भन्न सक्यौँ, हुँदैन भन्ने कन्डिसनमा, जुन कन्टेन्ट्समा अथवा जुन परिस्थितिमा भने हामी हाम्रो जीवनलाई चाहिँ अगाडि बढाउन सक्छौँ। तर जतिखेर चाहिँ हुँदैन भन्नुपर्ने कुरा चाहिँ भन्दैनौँ अनि हुन्छ भन्ने स्वीकार्छौँ होइन। अनि हुन्छ भन्ने बेलामा चाहिँ हुँदैन भन्यौँ भने त्यो कन्डिसनले पनि हामीलाई अनि के गर्छ धोका दिन सक्छ। त्यसैले आज बिहानीको समयमा म के भन्न चाहन्छु भन्दाखेरि जुन चाहिँ कुराले हाम्रो भविष्यलाई असल बनाउँछ, हाम्रो परिवारलाई असल बनाउँछ र हाम्रो जीवन असल बनाउँछ र त्यस कन्डिसनमा चाहिँ हामीले हुन्छ र हुँदैन छुट्याउन सक्नुपर्छ। यदि यस्तो परिस्थितिमा तपाईँ पनि होइन हुन्छ बहादुर, हुन्छ भन्ने कुरामा मात्रै हुनुहुन्छ भने तपाईँले आफ्नो जीवनलाई होइन हुन्छबाट हुँदैन भन्नेमा फर्काउनुहोस्। अरूको लागि तपाईँ जिउने होइन, तपाईँ आफ्नो लागि जिउनुहोस्। अनि जुन चाहिँ अनि हुँदैन भन्ने ठाउँमा हुन्छ र हुन्छ भन्ने ठाउँमा चाहिँ हुँदैन भयो भने तपाईँको जीवन बर्बाद हुनेछ। कुनै अहिलेको जमानामा कुनै मानिसहरूले तपाईँलाई प्रलोभनमा पारेर होइन बाध्य बनाएर हुन्छ भन्ने बनायो भने त्यतिखेरको कन्डिसनमा चाहिँ तपाईँले हुँदैन भन्नुपर्छ। र यदि तपाईँलाई चाहिँ असल कुरा छ, निर्णय गर्नुपर्ने असल कुरामा छ भने त्यसो चाहिँ आफूले सकारात्मक तरिकाले हुन्छ भने अगाडि जीवन बढाउनुहोस्। र म पनि आफ्नो ड्युटीमा पुगेको छु। यहाँहरू सबैलाई यो बिहानीमा धेरै धेरै धन्यवाद। अनि यो छोटो टिप्सको लागि तपाईँलाई कस्तो लाग्यो कमेन्ट राख्नु होला है। ओके, गुड बाई, हेभ अ नाइस डे।